आज चाहिँ यसो काम सकेर आलु खान भनेर आएको छौँ हामी। आलु खाने चुलो चाहिँ हो पोल्नलाई। दाजुले चाहिँ मेहनत गरेर आलु खन्दै हुनुहुन्छ। या कत्रो कत्रो रहेछ आलु, मस्त। अहिले बढ्न बाँकी नै हो कि के हो यो? होइन, अब यति नै। आमा कत्रो मस्त रहेछ यो आलु त ल। गजबले बढ्दो रहेछ त, कुनै कुनै त ठुलो हुँदो रहेछ। आलु चाहिँ हाम्रो यहाँनिर रङ परिवर्तन गरेर आइसकेको छ। सल्लाहको यस्तो मजाले आगो बल्दो रहेछ यो सल्लाहको यो काठको दाउरा फोटो फोटे सल्लाह बोल्नेवाला भन्नुभएको नि, बल्नेवाला के बोल्नेवाला के दाउरा हालेर आलु उसिन्छ बोल्नेवाला त्यो पाराले चाहिँ यहाँ पाक्दैछ। दिइहाल्यो। पाकेपछि चाहिँ यो खानुपर्छ। फाइनल्ली आलु पाक्यो। नुन खोर्सानी, टिमुर, नुन। अब यसलाई चाहिँ बजाइन्छ मस्तसँग। नुन खोर्सानी आलु, वान अफ द बेस्ट एक्सपिरियन्स। दाइ हाम्रो सबै कुराको कर्ता धर्ता उहाँ नै हो। आलुको स्पोन्सर दाजु हाम्रो। अनि यस्तो खाएको मुखै परपर गरिरहेछ।